आज म तपाईहरुलाई फर्स्ट चोटी भिडियो बनाउँदैछु। तपाईहरुमा म आफ्नो किचनमा खाना के बनाउँछु तपाईहरुलाई यो भिडियो मार्फत देखाउँछु। तपाईहरुले राम्रोसँग हेर्नु होला, अन्तिमसम्म हेर्नु होला। ल आउनुस्, अब हामी किचनमा खाना बनाउनुतिर लाग्दैछौं। ल हेर्नुस्, मार्केटबाट ट्याक्क लारे यो चिकन ल्याएको छ। यो चिकन फुल्ली चिकन, यसलाई चाहिँ यहाँ आगोमा जलाउने हो। अहिले म कोसिस गर्छु। त्यो चाहिँ म पोल्ने हो अहिले। अब यो अदुवा छ यहाँ, त्यो एउटा चिकनको लागि। अनि फेरि त्यो चिकनमा मिक्स गर्नको लागि हेर्नुस् यो कुमिन्टो पनि ल्याएको छु, एकदम मिठो हुन्छ भनेर हैन। अनि त्यसपछि टमाटर 3 पिस छन्। ल हेर्नुस्, टमाटर 3 पिस छन्। अनि प्याज पनि 3 पिस छन्। लसुनको सिङै पोटी ल्याएको छु। अदरक हेर्नुस्, यो सिङै यत्रो छ। अब म यो सबै सामानहरु रेडी गर्नतिर लाग्छु। तपाईहरु चाहिँ इन्जोय गर्दै गर्नुस्, भिडियो हेरिराख्नुस् है। अब म सरर लाएर लसुन फोक्ने आइडिया है तपाईहरुलाई। छिटो छिटो चट्ट यसरी लसुन यसरी काट्दिनुस् चाकुले, टक्क लाएर यसरी यो काट्दिनुस् चट्ट। यसरी यो लसुनको यो पिठपट्टिको सट्ट काट्दिनुस्। फोक्न एकदम सजिलो हुन्छ तपाईहरुलाई। हेर्नुस्, ल हेर्नुस्, यसरी सजिलो हुन्छ फोक्न है त। अब यसरी तपाईहरु लसुन छिल्न पनि सिक्नुहुन्छ। यसरी म बताइदिइसकेको छु। अब हेर्दै जानुस् है। यो लसुन कति छिटो फोकिन्छ। ल हेर्नुस्, कुत्रु कुत्रु निस्किहाल्छ है। तपाईहरुलाई खाना बनाउन कसरी बनाउने भन्ने कुरा देखाउन खोजेको होइन कि, मेरो आजको खाना यो हो। यसरी बनाउन पनि सक्नुहुन्छ है तपाईहरुले भनेर म तपाईहरुलाई देखाएको हो। हेर्नुस्, अब विशेष आज मैले तपाईहरुलाई भिडियो क्वालिटीहरु कस्तो हुन्छ, साउन्ड क्वालिटी कस्तो हुन्छ भनेर एउटा माइक्रोफोन पनि किनेर ल्याएको छु तपाईहरुको लागि चाहिँ। अब बिस्तारै बिस्तारै म तपाईहरुको लागि अलि महँगै खाले क्यामेरा पनि किनेर भिडियोहरु बनाउने छु। अहिलेलाई चाहिँ मोबाइलबाटै सुरु गरेको छु। बिस्तारै बिस्तारै म्यानेज गरेर भिडियोहरु तपाईहरु माझ आउँदैछु। अब सुरुवात आजदेखि गरेको हो हैन, गर्न त म पहिलेदेखि न त डाइरेक्ट मोबाइलबाटै खिचिरहेको थिएँ। आज चाहिँ अलि व्यवस्थित गरौँ भनेर माइक्रोफोनहरु अर्डर गरेर माइक्रोफोनहरु ल्याए। अनि मोबाइल चलाउने स्ट्यान्डहरु ल्याए, राख्ने स्ट्यान्डहरु ल्याएको। अलि यो किचनमा चाहिँ अलि गर्मी छ के, त्यसले गर्दाखेरि यहाँ पसिना आइसक्न थाले। के गर्ने, यो परिश्रम मेरो यो दुःख देखेर तपाईहरुले अवश्य पनि भिडियोलाई हाले। के गर्ने, यो परिश्रम मेरो यो दुःख देखेर तपाईहरुले अवश्य पनि भिडियोलाई लाइक शेयर कमेन्ट सुझाव सल्लाहहरु दिनुहुन्छ हैन। यो चाहिँ आश गरेको छु। लु, दिमाग त यस्तो छ नि, कचरा फाल्ने ठाउँमा नफालेर राम्रो ठाउँमा फालिन्छ, यही हो। कहिलेकाहीँ अब सुरुवातमा अलिकति बोली अलिकति समस्या पर्छ हैन। अब फेरि हामी चाहिँ अलि अर्गानिक बन्छौँ के, खाना चाहिँ अलि अर्गानिक बन्छ हैन। अब परदेशमा तपाईहरुले कसरी बनाउनुहुन्छ, के गरी बनाउनुहुन्छ हैन, मैले चाहिँ यस्तो टाइपले बनाउँछु। तपाईहरुले चाहिँ यहाँको बहराइन अथवा कुनै पनि विदेशमा जहाँ कहीँ हुनुहुन्छ हैन, तपाईहरुले चाहिँ यो कसरी बनाउनुहुन्छ हैन। हेर्नुस्, यसरी अदुवा सरर सरर फुर्किने हो। अब भिडियो केही लामो हुन सक्छ हैन, अन्तिमसम्म हेर्नु होला। मेरो साथ सपोर्ट, लाइक सब्स्क्राइब, बेल आइकन दबाइदिनु होला, शेयर पनि गरिदिनु होला। ल अब तपाईहरुलाई म टक्क लाएर खै त्यो लाइटर दिनुस् न। अब म चिकन तपाईहरुले अब के गर्नुहुन्छ हैन, म चाहिँ तपाईहरुको यो चिकन ल्याउँछु बजारबाट हैन। यस्तो सिंगै चाहिँ ल्याउँछु। अनि दुईवटा मसँग यो झिर छन्, ठक्क झिरलाई चाहिँ यहाँ यसरी गोप्छु। यता यसरी यसरी सट्ट यसरी गोप्छु हैन। अनि यताबाट यसरी गोप्छु। ल अब यसरी यहाँ ग्यासमा राख्छु। ल अब चर्र स्वादमा अलि अर्कै आउँछ, टेस्ट अर्कै हुन्छ के। बोइलर भए पनि टेस्ट चाहिँ लोकलकै आउँछ। यस्तो गरेपछि अलिकति टेस्ट फरक आउँछ हैन। तपाईहरुलाई पनि यसरी पोलेर बनाउन सक्नुहुन्छ। ल हेर्नुस् त, गर्मी सुरु भइसक्यो, मलाई यहाँ पसिना आइसक्यो।
अब ठक्क यसरी फर्काइ आगोमा ग्यासमा पोल्ने होइन, झर्रै पारेर तपाईँको बोसै निकाल्नुपर्छ है त फेरि। अब एकैछिन हेर्दै जानुहोस्, झर्ती बोसो चुन्छ यो चिकनमा। यो चिकनमा सर्र बोसो चुइसकेपछि तपाईँहरूले अब मेरो पसिना पनि हेर्नुहोस् है साथीहरू, गर्मी छ, अब के गर्नु, किचनमा एसी छैन, एसी बिग्रेको छ, त्यस्तै हो परदेशको ठाउँमा। अब ल हेर्नुहोस् त कस्तो मजाले यसरी पोल्न मिल्छ, ल हेर्नुहोस् है यसरी झर्र हेर्नु सबै झर्किन सुरु गर्यो, बोसो पग्लिन थाल्यो। र हेर्नुहोस् भिडियो चाहिँ बिचमा कट गरेर स्किप गरेर नहिँड्नु होला, लास्टसम्म हेर्नुपर्छ। अब भिडियो हेरिसकेपछि सब्सक्राइब नगर्नु भएकाले सब्सक्राइब गर्नु होला, फलो नगर्नु भएकाले फलो गरिदिनु होला। मेरो युट्युब च्यानलबाट पनि आउँछ, युट्युब च्यानल चाहिँ अनमोल भगल छ होइन। अलि इङ्ग्लिस बोल्न चाहिँ आउँदैन कि खासै, अनमोल भलग छ होइन युट्युब च्यानल चाहिँ। अब फेसबुक आइडी चाहिँ अब तपाईँहरूले चिन्नु भएको छ, अनमोल राक्षे मगर छ होइन फेसबुक आइडी चाहिँ, त्यही हो। त्यसमा फलो नगर्नु भएकाले गर्नु होला। टिकटक आइडी पनि छ अनमोल मगर भनेर, टिकटक खासै चलाउँदैन, तर तपाईँहरूले चाहनुहुन्छ भने नि टिकटकमा नि अनमोल नै छ, राम्रैसँग हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् त कस्तो झरर आगो बोलेको, आहा बोसो, ए कुखुराको बोसो पनि निस्कियो हेर्नुहोस् है। अब मान्छेको बोसो पनि निस्किन थाल्यो है पसिना। ल हेर्नुहोस् ए कसरी पोल्यो हेर, झरर यसरी तपाईँहरूले घरमा अथवा विदेशमा हुनुहुन्छ भने होइन, यो विदेशको फ्रेस चिकन ल्याउनुहोस् होइन, त्यो आइस भएको चिकन चाहिँ होइन नि, फेरि फ्रेस चिकन ल्याउनुहोस् कि, फ्रेस चिकन लिएर यसरी झर्र पारेर बनाउनु भयो भने तपाईँको टेस्ट फरक आउँछ, अर्कै टेस्ट आउँछ होइन। अब आहा कति मिठो बास्ना, हर्र यो पोल्दाखेरि हेर्नुहोस् न बास्ने अर्कै आउँछ। ल तपाईँहरूको लागि अब चिकन रेडी भइसक्यो होइन। म चाहिँ यो चिकन अर्को भाँडोमा राख्छु होइन। अब यो चिकन रेडी भइसक्यो। अब यो म चिकनलाई चाहिँ एकछिन सेलाउन हालेर यतातिर राख्छु, सेलाउन चाहिँ। अब चाहिँ म एकछिन यो ग्यास बन्द गरिदिन्छु। अब चाहिँ म अब फेरि यो के भन्छ नि, यो कुबिन्डो भन्छ है नेपालमा चाहिँ। अब यो ठक्क यो कुबिन्डो मिसायो भने अझै टेस्टी बन्छ। यो कुबिन्डोलाई चाहिँ म यसरी सर्र खुरिद्दैछु, यसरी बोक्रेर खुरिद्न सजिलो हुन्छ कि यो। ल हेर्नुहोस् सर्र सर्रै यसरी खुरिद्दैछु है। किचनमा अरू साथीहरू पनि छन् होइन, म एक्लै भएको भयो होइन। अब क्यामेराम्यान त क्यामेराम्यान नै हुनुभयो होइन। आज पहिलोचोटि क्यामेराम्यान गराउन सिकाउँदैछु उहाँलाई पनि। अब बिस्तारै हाम्रो पनि कमेडी टिम बन्छ। अब अहिले सुरुवात हो आज, यो अलि राम्रै तरिकाले भिडियोहरू बनाऊँ, अलिकति उ गरौँ भनेर आजबाट सुरु गरेका हौँ। नत्र नर्मली मोबाइलबाट त बनाइ नै राखेको थियो। ल अब ए मैले उनी गरेर भइसकेँ, तपाईँको कुबिन्डो पनि यो फुर्केर भइसक्यो। अब म चाहिँ टक्क फेरि मसँग तपाईँहरूलाई थाहा होला, मसला पिस्ने एउटा यस्तो खाले आइडिया यस्तो खाले छ कि यो चाहिँ तपाईँको मसला पिस्ने एकदम सजिलो, बिजुली पनि नचाहिने, ह्यान्ड वास हातैबाट हुने। ल हेर्नुहोस् केही गर्नु पर्दैन है। ठक्क त्यो भाँडोमा यो मिर्ची हुन्छ यसरी राखिदिने होइन, यसरी राखिदिने मिर्चीलाई। ल हेर्नुहोस् यसरी यसरी मिर्चीहरू यसरी सिँगै चाहिँ राख्दा नि केही फरक पर्दैन क्या होइन। तपाईँहरूले यसरी सिँगै राखिदिनुहोस्, केही फरक पर्दैन होइन। सिँगै राख्नुहोस्। अब तपाईँहरूले यो कसरी चलाउने भनेर नि अब तपाईँहरूलाई देखाउँछु म होइन। अब भिडियो लामो हुन्छ होइन, अब के गर्ने। त्यो अहिले म तपाईँहरूलाई भिडियो लामो भयो भने छोटो छोटो माध्यमबाट देखाउँला होइन।
के गर्ने बिस्तारै बिस्तारै गर्छु म केही बिचका सामान्य भिडियोहरू कट पनि हुन सक्छन् हैन अब तपाईले यो खुर्सानी मात्र यहाँ राखेर भएन है यो अदुवा पनि त एकैचोटी मसला बनाउनु पर्यो नि त हैन चटलारे अब ए अदुवा यसरी काट्ने चप्प अलि सानो सानो पिस बनाउने के अदुवाको हैन ठक्कै अदुवाको सानो सानो पिस बनाएर यहाँ राख्दिने है यो टक्क लाएर यसरी राख्दिने अनि अब तपाईको फेरि यो लसुन पनि यसरी यो सिङै हाल्दा नि केही फरक पर्दैन है डक्कै अब लसुन पनि यसरी राखेपछि अब हेर्नुस् यसमा अलिकति के गर्नुपर्छ नि यो पानी दिनुपर्छ हल्का पानी दिनुपर्छ है किनकि पानी दिएन भने चलाउन आफूलाई अलि असहज हुन्छ टाइट हुन्छ हैन ठक्क मैले अलिकति पानी हालेको छु अब फेरि ठक्क यसलाई यो कभर हुन्छ नि ठक्क यो कभर लगाउने यहाँ अब यसरी यहाँ सेट गर्ने यो सेट गर्ने गरेपछि ल अरु केही गर्नुपर्छ सर्रै यसरी यसलाई 50 चोटी जति यसरी 50-100 चोटी यसरी तान्दै नि हुन्छ अलि मसिनो चाहिए है हल्का मोटै चाहिए भन्दा कमसे 20-25 चोटी घर पारे हुन्छ छिटो अब हेर्नुस् है अब एकछिनमै रेडी हुन्छ है त ल हेर्नुस् अब तपाईहरुलाई ठक्क रेडी भइसक्यो धेरै मसिनो बनाइएको छैन ल हेर्नुस् यतिको हुन्छ हैन यो भन्दा मसिनो नि बनाउन मिल्छ हैन अझै धेरै मिसिन चलाउनु पर्छ हेर्नुस् त साथीहरु गर्मी कस्तो छ ल अब यही मेरो यो सबै रेडी भइसक्यो अब यो कुबिन्डो काट्नु पर्यो ल अब ठक्क लारै अब कुबिन्डोलाई पिस बनाउने हो हैन कुबिन्डोलाई यसरी पिस बनाएर राखेने कुबिन्डोलाई पनि साना पिस गराएर धेरै ठुला पनि बनाउने हैन ठिक्कका मासुका पिस जत्रा बनाएर यसरी टक्क लगाउने यो काटेपछि यस्तो टेस्टी हुन्छ खाना ल सबै कुबिन्डो चाहिँ यसमा राख्ने हो यसमा काटेर चाहिँ टक्क यसमा राख्ने हैन यसरी राख्ने म आज पहिलो चोटी यसरी तपाईहरुलाई यो किचनको देखाएको किनकि जे काम गरे सुरु गर्दाखेरि घरबाटै गरौँ भनेर हैन घरमै गरेको हैन पछि अरु भिडियोहरु चाहिँ बाहिर मार्केटहरुका बाहिर गार्डनहरुका बहराइनमा रहेका रमणीय ठाउँहरुका भिडियोहरु तपाईहरुमा लिएर आउने छु यसरी टक्क लगाइरौँ अब यतिको पिस बनाएपछि म चाहिँ पसिनाले अतिल्लिसके है साथीहरु के गर्नु अब सदा खाना बनाउँदाखेरि यसरी नबोलिकन खुसुर काने खुसी गरे जसरी बनाउने मान्छे आज चाहिँ यसो बोल्दाखेरि र पहिलो चोटी यसरी भिडियोमा बोलेको भएर नि होला अलिकति मन अतालिएको छ डर लागे जस्तो कस्तो महसुस हुने रहेछ के उस भयो जस्तो हुने अनि त्यसले गर्दाखेरि नै नआएको पसिना निकाल्दिँदो रहेछ के साथीहरु ल अब मैले लौका कुबिन्डो काटेर भइसके हैन कुबिन्डो यहाँ काटेर भइरहेको है धनिया चाहिँ हाम्रो यहाँ लास्ट आउँछ धनिया चाहिँ लास्ट आउँछ अब हेर्नुस् अब मेरो चिकनको पालो आयो है साथीहरु अब टक्क म ल हेर्नुस् त अनि कस्तो थियो चिकन अहिले कस्तो भयो टक्क अब यसलाई अलिकति यता धुने हो रातो हाले क्वाइ पारेर चाहिँ देखियो यसले अलिकति पखाल्नु पर्छ अहिले म एकछिन वेटिङ गर्छु भन्नु एकछिन यहाँ वेटिङ गर्दैछ साथीहरु अब किचनमा एक्लै भइदैन साथीहरु हुन्छन् हैन ल हामी यसरी चट्ट पानीमा पखाल्ने ल यति भएपछि अब फेरि टक्क अब तपाईहरुले
चिकन चाहिँ कस्तो कस्तो खाले पिस खानुहुन्छ होइन तपाईँहरूले कतिको ठुलो पिस चाहिन्छ त्यही हिसाबले काट्नुहोस् है तपाईँहरूले मैले चाहिँ अलिक सानो सानो पिस बनाउँछु र तपाईँले कति ठुलो खोज्नुहुन्छ होइन अब सबैको चिकन काट्ने अलग अलग सिस्टम हुन्छ होइन मेरो चाहिँ यस्तो छ क्या सिस्टम फेरि यो चिकन काट्ने सिस्टम हेर्नुहोस् सट्ट यसरी निकाल्ने अनि सट्ट यसरी काट्ने चिकन काट्ने मेरो स्टाइल आफ्नो बानी हुन्छ कि होइन ल हेर्नुहोस् त यो चिकन राख्ने भाँडो चाहिँ चाहियो अब भाँडो खोज्नु कता जाम हो ल म आज चिकन चाहिँ ठुलै भाँडो छ हेर्नुहोस् भाँडा त फेरि नजिकै छ हो किचन अलिक यस्तै हो अब लेबरहरूको किचन त्यही त अब आफ्नो प्राइभेट किचन भएको भए राम्रो हुन्थ्यो होला हेर्नुहोस् ठ्याक्क यस्तो पिस बनाउने है ठक्क ठक्क राख्ने फेरि के गर्नु विदेशमा ठुलो दाउहरू चाकुहरू अलिक नपाइने मार्केटतिर किन्नलाई त्यस्तै हो जे चिज पनि विदेशमा भनेपछि पैसै हो पैसा बिना केही नहुने भोलि पर्सि नेपालबाटै लिएर आउनुपर्छ एउटा सिरुपाते ल हेर्नुहोस् न टक्क टक्क यत्र यत्र पिस बनाएपछि हामीले खाना चाहिँ उता राइस कुकरमा बनाइ अब हेर्नुहोस् चिकन यसरी काटिरहेको छु म चाहिँ ल आजको खाना हाम्रो यही हो ठ्याक्कै चिकन पनि ल्याउने आज संजोगले जुरेको होला चिकन बनाउने दिन पनि परेको अनि भिडियो खिच्न पनि परेको फेरि साथीहरूले भन्नुलाई चिकन बनाउन लागेको भिडियो बनाएछ भनेर भन्नु ल म सागसब्जीहरू बनाएको पनि भिडियो बनाइदिउँ ल कुनै दिन एक दिन टक्क लाएर साग कसरी बनाउने भन्ने कुरा पनि सागको पनि भिडियोहरू बनाउँला होइन अहिलेलाई चाहिँ हामीहरूले चिकन ल्याइराखेको भएर ठ्याक्क चिकनकै पालो आइदियो पहिलो दिन हेर्नुहोस् यो चिकन अलिक टेस्ट अलग हुन्छ होइन हाम्रो यो पोलेर बनाएको चिकन हो अलिक टेस्टी अर्कै हुन्छ बोल्छ नेपाली सिकिसक्यो हामीहरूसित काम गर्दा गर्दै अब हामीहरूसित बस्ने होइन अब सबै सिकिसकेछ त्यही भएर ल म चाहिँ यता चिकन काट्दैछु साथीले क्यामेरा यताउति घुमाइरहनु भएको छ चारैतिर कता कता किचनमा को आउँछ नि यस्तो यस्तो पसिनै पसिना भइयो गर्मीको मौसम छ नि त त्यसले गर्दाखेरि है ल अब हेर्नुहोस् त अहिले ल हेर्नुहोस् अब ल हेर्नुहोस् त यो चिकन यता हेर्नु त्यो तपाईँहरूले यो चिकन हेर्नुहोस् अब कसैले भन्छ यो ब्रोइलर हो बाहिरको चिकन हो भनेर भन्छ ल हेर्दै गर्नुहोस् है चिकन अब टक्क पोलेको कस्तो दामी देखिन्छ टेस्ट खानाको नि टेस्ट अर्कै हुन्छ के फेरि आज म तपाईँहरूलाई सुरुदेखिको अन्तिमसम्म पाकेर पनि कस्तो पकाउँछ भनेर पनि देखाउँछु अब ल हेर्नुहोस् अब चिकन पनि रेडी भयो ल हेर्नुहोस् आजको हाम्रो खाना है टक्क चिकन नि रेडी भइसक्यो अब है मसलाहरू यहाँ रेडी गरिसकेको छ यो चाहिँ लसुन र अदुवा खुर्सानीको पेस्ट बनाएको है अब मसिनो पेस्ट बनाउनु भन्दा यो यतिकै पेस्ट भयो भने के हुन्छ नि अलिक टेस्ट अलगै हुन्छ के खानाको तर धेरै मसिनो नि बनाउनु हुँदैन पेस्ट त्यसरी बनाउँदाखेरि अब हेर्नुहोस् अब चाहिँ म अब प्याज कटिङतिर लागेँ है अब प्याज कटिङ
फेरि प्याज कटिङ चाहिँ खतरा छ के एकदम फास्ट टक 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 हो फेरि मोटो मसिनो जस्तो नि काटिन्छ है यसरी मैले चाहिँ अब आफूलाई कुन हिसाबको चाहिएको हो त्यही हिसाबको काट्छु म चाहिँ यो चाहिँ त्यति खासै पातलो पनि चाहिएको होइन त्यति मोटो नि होइन एउटा यतिकै लाम्चो टाइपको सरर पारेपछि ठक 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 पारेर नि ल हेर्नुहोस् ल सब रेडी कति छिटो अब प्याज पनि कटिङ भइसक्यो ल हेर्नुहोस् ठ्याक्क प्याज कटिङ हो अलिकति चाहिँ यहाँ कचराहरू छ एकछिन यसलाई चाहिँ नहेर्नुहोस् होइन अब ठ्याक्कै अब यही कागती हाल्ने के यो कागती हाल्यो भने तपाईँहरूको मासु हल्का अझै अठिलो पनि हुन्छ होइन अठिलो पनि हुन्छ र टेस्ट पनि फरक बनाउँछ कि तपाईँहरूले होइन कुकमेनहरू हुनुहुन्छ भने त थाहा हुन्छ कुकमेन नभयो भने न अरू साथीहरूलाई यसो सामान्य ज्ञान सिकाइदिएको हो के गर्नु ल त्यो भाँडो तात्दैछ त्योसम्म म यता सरसफाइतिर लागिहालेँ लाग्छ अब फेरि ल्याउनुपर्छ अब तेल चाहिँ अलिक थोरै खान्छन् कि भाँडोमा ल ब्याग गरौँ